बुढा हजुर तपाईले मलाई कति माया गर्नुहुन्छ कसलाई मलाई कति दिमाग खराब गराउँछ अमृता तिमी यहाँ दिमाग खराब बिहान उठ्ने बित्तिकै उठ्नु भएन बुढा मेरो माया कति लाग्छ मान्छे यसो कतिखेर शान्तले बसेको जस्तो यसो देख्यो भने गर बुढा मेरो माया कति लाग्छ तपाईँले मलाई माया गर्नुहुन्न होला तपाईँलाई त मेरो माया लाग्दैन होला तपाईँले मलाई माया गर्नु नै गर जतिकै दिमाग यसो शान्तले बसिरहेको हुन्छ मान्छेले के सोचिरहेको हुन्छ उठ्न पाएन बुढा मेरो माया कति लाग्छ टोइलेट गएर मेरो माया कति लाग्छ भात खाने बेला भयो माया कति लाग्छ दिगदार होइन मैले दिनमा 27 चोटि भन्नुपर्छ तिम्रो माया लाग्छ भनेर त्यस्तो तिम्रो माया लाग्छ अनि त्यस्तै होइन के तिम्रो यो आकाशभन्दा ठुलो समुद्रभन्दा गहिरो सूर्यभन्दा चम्किलो होइन हिउँभन्दा सेतो तिम्रो माया त्यसरी लाग्छ भने भन्नु परेन माया जताउनु परेन माया गर्छु मात्रै भन्नुहुन्छ म थाकेँ तपाईँ रिसाउनुहुन्छ मलाई माया गर्नुहुन्न त्यो रिसाएर भन्नुपर्छ म तिमीलाई कति माया गर्छु भनेर भन्नुपर्छ न हैरान भयो यार यस्तो त हुँदैन कसैको नि हुन्छ तपाईँले मलाई माया गर्नुहुन्न तर थाहा के माया गर्नु माछा जालमा परेपछि फेरि कसले दाना हाल्छ हो जहिले यस्तै भन्नुहुन्छ जहिले यस्तै गर्नुहुन्छ मलाई यहाँ तपाईँले मलाई फसाउनु भएको म फसेको छु यहाँ म अब उम्किने बाटो छैन घाडीमा अड्केको त्यो हात निल्नु न ओकल्नु भन्छ त्यस्तो भयो मलाई तपाईँले मलाई फसाउनु भयो नि म फसेछु मेरो जिन्दगी फसिसक्यो मेरो गरेपछि त माया लाग्न छोड्यो म मन पर्न छोड्यो लाग्छ हौ म लाग्छ तिम्रो माया लाग्छ के तर माया गर्छु भनेर के भन्नु न त म तिमीलाई माया गर्छु त्यसरी हुन्छ कसै त अलि राम्रोसँग भन्यो नि आकाशभन्दा ठुलो अनि त्यसपछि समुद्रभन्दा गहिरो सूर्यभन्दा चम्किलो अनि त्यसपछि हिउँभन्दा सेतो त्यसरी भन्ने के अनि यो टोपीभन्दा कालो माया नि कस्तो कालो सेतो दिगदार हुनुहुन्छ म त मलाई माया गर्नु न म मन परेन तपाईँ जाऊ म जान्छु नि जाऊ ल बोलिदिनु